आज चाहिँ यो आफ्नै गार्डनमा लगाएको फलफुल बोट बिरुवाहरू के छ यो याद र सम्झनाको लागि मैले यसो अर्को साल पनि हेर्नुहुन्छ र कसैलाई हेरेर यसो गार्डनमा के हुँदो रहेछ भन्ने पनि ज्ञानको लागि मैले आफ्नै सानो गार्डन भनौँ त्यसको खिचेर राखेको छु। सबैले हेरिदिनु होला, लाइक गरिदिनु होला भन्ने अनुरोध गर्दछु। यो चाहिँ वाइन बनाउने अङ्गुर हो, तर यो पाकिसकेको छैन, पाक्नै बाँकी छ, अझै समय लाग्छ। यसको खडेरीले गर्दा अलिकति धेरै कुरा बोट बिरुवामा असर पुगेछ। पानी कमी छ, पानी ल्याउँदा पनि साध्य हुँदैन। अनि यो फुलहरू यसरी अलि सुकौरो भइसकेको छ। यो चाहिँ आल्चा हो। ल आज भनेको चाहिने जो 24 जुलाई 2026 सन हो, त्यसैले यो आजको डेट इम्पोर्टेन्ट हुन्छ। मैले खिचेको अर्थ चाहिँ यो हो कि आज यो ठाउँमा बिहानदेखि मैले लगातार काम गरिरहेको छु। सरसफाइदेखि लिएर बोट बिरुवा हाँगा काट्ने, पात काट्ने अनि रोप्ने काम पनि भयो। फर्सी, लौका, काँक्रा, तिते करेला, तिते बिँ, चुचे करेला, टुक्रुके, धेरै किसिमको पम्पुनहरू अनि ऐँसेलुहरू। यो देखेको चाहिँ तिते बिँ हो। यो कोलोराडो भन्छ, खबरटे किरा। यसले सखापै गर्छ। हिजो 2 मुठी टिपेँ, आज पनि त्यतिकै आयो, उडेर आउँछ। अति उसलाई मिठो लाग्छ यो तिते बिँ र बैगुन चाहिँ। अनि यसलाई प्रुकोल भन्छ, डल्लो डल्लो हुन्छ। यो चाहिँ विन्टरको लागि हो। अनि यहाँ सौँपको बिउ पनि छ, पाकिसकेको छ यो सौँप। अनि खोर्सानीहरू भनेको चाहिँ पाब्रिका छ। यो सेतो पाब्रिका हो। अनि पहेँलो पाब्रिका, रातो पाब्रिका पनि छ। अनि स्ट्रबेरी, यहाँनिर स्ट्रबेरी पनि छ। ल हेर्दै जाउँ ल। आज मैले रोपेको स्पेसल यो चाहिँ पम्पकुन हो। यो पम्पकुन 1 हप्ता पछाडि यो अलग्गै बढ्छ। अनि यहाँ रोपिएको छ यो चाहिँ पाब्रिका, यो ठाडे खोर्सानी, लाम्चे खोर्सानी र सेतो खोर्सानी पनि छ। यहाँ धेरै किसिमको खोर्सानीहरू छ। र फुलको यो चाहिँ सोमवारमा फुल्ने हो। यसको वयस आएको छ क्या, जसरी मान्छे 25 वर्ष 26 वर्ष पुग्छ नि, त्यस्तै किसिमले म चाहिँ अब यो उमेर नागिसकेँ। ल आल्चा पनि ले झऱ्यो, के भएर झरेको, छुने बित्तिकै झर्छ। लटरम्मै फलेको छ फल्नु त। यो आल्चा यसरी फलेको छ। अलिकति यसलाई औषधि हाल्नुपर्ने भन्दा पनि भिटामिनहरू नपुगेको हो कि के हो। ल यो चाहिँ आल्चा है, आल्चा यसरी फलेको छ। यो फलेको छ अलिअलि। यो ठाडे र यो पनि ठाडे हो, ठुलो खाले हो। यहाँनिर यसरी देखिन्छ। उतापट्टि पाब्रिका, यो चाहिँ जिरे खोर्सानी पनि भन्छ है। यहाँ चाहिँ आलु रोपेको छ। अब यो खुन्ने बेला भयो, झारेहरूले जितिसकेको छ। आलु चाहिँ डोबिसकेको छ, किनभने यसको समय भए चाहिँ आलुको बोट मर्छ। त्यसै भएर चाहिँ यो भएको। मकैहरू पनि ठिकै छ, सुके पनि। फुलहरू ढकमक्क फुलेको छ, समयअनुसार फुल हो। र यो चाहिँ हामी हिँड्ने बाटो भनौँ न। केही लौकाहरूको चिचिला पनि देखियो।
सानो चिचिला दिइरहेछ। हप्ता दिनमा त यो त कति ठुलो हुन्छ। यो काँक्राको बोटो झाँगिँदैछ, पानी नपुगेर अलिक ट्याक्स्यो। यो चाहिँ इन्चीको बोट हो। यसपालै उमारेर यत्रो भएको छ। यसपाल फल्दैन, अर्कोचोटि चाहिँ अवश्य फल्छ। ल यसपाल यो आरु फल्यो, सबै झरिगयो। यो चाहिँ पेर फलेर लटरम्म भएको छ। यस्तै छ भित्र, कति फलेको छ यो भित्र। यो मल्डेडो हो, यो मल्डेडो पनि फल्छ। यसपाल अलि फलेन। यो भित्र चाहिँ लटरम्मै छ। एप्पल सबै झ्यालले गर्दा देखिँदैन। फुलतरुल पनि यहाँनिर यसरी हुन्छ। युरोपमा फुलतरुल एकचोटि रोपे सधैँभरि हुन्छ यो फुलतरुल चाहिँ। अब यहाँभित्र अङ्गुरको साइडमा त हेरौँ। अङ्गुरहरू यसरी लटरम्म फल्छ, तर यसपाल अलिकति घामले गर्दा होला त्यति ठुलो भइसकेको छैन, पाक्दैछ। सबै यस्तै छ है अङ्गुरहरू। सबै अङ्गुर हरियो छ, अब पाक्दैछ। कति फल्छ, फलेको छ, स्वाध्य नै छैन। मान्छेले खाने त खाएर सकिन्न, चरा चुरुङ्गीले पनि खाएर सक्दैन। सबै पछि फलेको पनि झर्छ। अङ्गुरको संसार। यो चाहिँ चरालाई चारो दिने हो। हप्ता दिनमा खाइसक्छ, हप्ता दिन 3 दिनमा खाइसक्छ, फेरि राखिदिनुपर्छ, खान्छ। यो स्पेसल चराको लागि, सानो हो, चरा हुन्छ त्यसको लागि हो। आज चाहिँ यहाँनिर मैले फर्सी रोपेको छु। एउटा झ्याङमा 2टा छ, कुनैमा 3टा छ। र मुनि चाहिँ यसलाई पानी हाल्नको लागि अलिक गहिरो बनाएको छु। यसो गरेपछि मर्दैन। यो पेर फलेर बोटले थाम्दैन, यसरी नै जहिले पनि नुइन्छ धेरै फलेपछि। यो चराको गुण हो, मैले आफै बनाएको। अलिक ठुलो चराले गुण लाउँछ यहाँ वर्ष। यो सेतो आल्चा हो। यो चाहिँ आरु बखडा। भित्र देखिन्छ, फलेको सबै झरेर गयो यसपाल। हेर त, आमै कति फलेको नि। ल आज चाहिँ मैले यो साइडमा फर्सी लहर रोपेको छु। स्पेसल पानी दिनलाई भ्याइँदैन, त्यही भएर पानी कलबाट पेलेर गर्नुपर्छ। यो भएर चाहिँ यो मैले यसमा चाहिँ के हो भने यो पानी जम्ने प्लास्टिक राखेको छु, दुली पारेको छ। पानी त्यहाँ हालेपछि ठ्याक्कै जरामा जान्छ र मर्दैन, थोरै पानीले पनि पुग्छ। ल यहाँ पनि चराको गुण छ। यो पानी जम्ने हो। पानी यहाँ चाहिँ अकाशे पानी आउँछ र भरिन्छ परेपछि। अब यो हामी चराकोतिर जाउँ। चराको यो खाना बनाइदिएको छु, यही चराले खान्छ। यता पनि छ चराको खाना, यहाँ माथि पनि बनाइदिएको छु। सानो दुली छ, यहाँ कट्याएर जति झरेको उनीहरूले खान्छ। लसुन है, लसुन। ल खेतीको औजारहरू यहाँ क्रोइट भागेन भन्छ। मलहरू, माटो सर्नु अथवा फोहोर फ्याँक्नु, ल्याउन सबै हुन्छ। यो चाहिँ स्पेसल अरू चराले खान्छ र यो माथि सानो चराको लागि बनाइदिएको। चरा सकिएको छ। यो बल हुन्छ, यो बल जस्तो त्यहाँ राखिदिएछ, कुटुक कुटुक खाँदै बस्छ। ल
मेरो आँगनतिर जाउँ त यो सानो याक्सा घरको हो। यहाँ चाहिँ आँगन छ, यहाँ पनि चराको गुँड छ। बच्चा यसपाल 2 चोटि हुर्कायो। यहाँ चाहिँ स्पेसल यो चाहिँ यहाँ माउरी हुन्छ, मसिनो खालको माउरी बारुवाहरू गुड लाएर उनीहरूले हुर्काउने गर्छ। यसको चाहिँ खास गरी यसकै पराग सेचनको लागि, बोट बिरुवाको लागि हो। यहाँ पनि हो, यहाँ पनि 2 चोटि सानो चराले हुर्कायो। यो चाहिँ बोन्ने बारा यसपाल रोपेको। यो चाहिँ माथि छत्तै ठुलो भएर माथि ढाक्ने गरी हुन्छ, त्यहाँदेखि हामीले शीतल हुन्छ। पछि यसलाई चारैतिर छाता जस्तो बनाएर राखेपछि बस्नको लागि यसको फेदमा राम्रो हुन्छ। यो बनाएको त्यसरी, तर यहाँ बस्न त हुन्छ, तर यो मुन परेन, यसलाई काटेर फ्याँक्नु पर्नेछ। यो सानो आँगनको छेउमा मैले वरिपरि अङ्गुर, एप्पल, पेर अनि अरू बोट बिरुवा लाएको छु। यो चाहिँ किवीको बोट हो, फुलेको थियो, यसो फलेन, फल्छ होला सायद, अर्को पाल चाहिँ पक्कै फल्छ। अब म घर जान लागेको, यहाँ बन्द गरिसकेको छु मैले। यसपाल त यहाँ पो रमाइलो गर्यो त हो, यो चराको मैले भिडियो बनाएर राखेको थिएँ हो। 2 चोटि बच्चा हुर्कायो यो ठाउँमा। यो कस्तो राम्रो छ, आफै बनाएको मैले। यो चाहिँ यहाँबाट खोल्नुहुन्छ, बच्चाहरू सबै देखिन्छ, यसरी भित्र भएको पनि, अन्डा पनि देखिन्छ। यो चाहिँ लौरिन भन्छ यसलाई। 2 तला बनाएको छु, 1 तला भयो यो, अनि यो माथिल्लो तला भयो। अनि यो साइडमा चाहिँ मैले चराहरूले गुँड लाओस् भनेर यसरी बनाएको हो। यहाँ पनि छ, यो लौरिन हो। यो खास गरी चिया पकाउँदा यसको पातहरू लाएर खाने, अथवा मासु, जुनसुकै मासुहरूमा पनि यो मिल्छ। पकाएर पातहरू लाएर खाँदा हुन्छ। यहाँ पनि 1 तला र 2 तला बनाएको छु। यो चाहिँ स्पेसल चराको यो बोल जस्तो खाना हुन्छ, यहाँ हालिदिनुपर्छ टन्न। सकेको छ, ठुलो चराले खान्छ भनेर मैले बारेको। मसिनो चरालाई मलाई साह्रै मन छ र यहाँ खान्छ, आउँछ, गीत गाउँछ, बस्छ, बच्चा बनाउँछ, हुर्काउँछ। ल यो अहिले 2011मा मैले रोपेको हो। यो चाहिँ खास गरी मैले आफ्नै डिजाइन गरेको है। यो अङ्गुरको बोट है, हेर्दा पनि अचम्म लाग्छ। यो अङ्गुरको बोट साह्रैतिर बाटेको छ, बाटेकै हो पहिला, सानो हुँदा बाटेको, ठुलो भएर पनि यस्तै देखिन्छ। यसको जरा यहाँ छ। स्पेसल यो चराको लागि मैले रोपेको। यसको दाना फलेर रातो हुन्छ र विन्टरमा चराले खान्छ भनेर रोपेको। यो चाहिँ झन्डै भुलेछ, यो त खिच्नै पर्ने। यहाँ पनि सानो अति राम्रो चराले गुँड लाएको थियो र बच्चा हुर्कायो 2 चोटि। यसको पनि मैले भिडियो बनाएको छु। यहाँनिर बच्चा हुर्काए यो गुँड। यहाँ पनि मैले एउटा गुँड बनाएको छु। यहाँ पनि चराले सालसालमा बनाउँछ र हुर्काएर लान्छ। यो चाहिँ झ्याप्पै सतुरहरूले पनि देख्दैन कि यहाँनिर आक्रमण गर्दैन। बच्चा हुर्काउन एकदम सजिलो हुन्छ चरालाई। ल मैले यो बेल्जियमको आफ्नै गार्डनमा बनाएको सानो भिडियो हो। सबैले हेरिदिएर लाइक गर्नुहोला, कमेन्ट पनि गर्नुहोला। म नेपाली हो,
म नेपालदेखि बेल्जियममा बसेको लगभग 35 वर्ष भयो। अब हेरौँ, यहाँ बसिँदैछ, जिन्दगी यहीँ बिचिरहेछ। नेपालमा खेती हलो कोदालो गरेको मान्छे, खेती किसान हो। पेसा अर्को थियो र पनि म खेती किसानै धेरै गर्थेँ। ल यही नै मेरो जिन्दगीको एउटा रमाइलोपन पनि छ यहाँनेरि। काम 8 घन्टा पुरा गरिन्छ, आउनु जानु गर्दाखेरि 12-13 घन्टा हुन्छ। म कामदेखि आएर यहाँ सोमवारमा चाहिँ म 4 घन्टा जस्तो काम गर्छु। अझैसम्म जिउले थामेकै छ, एकदम डरै छु जस्तो लाग्छ मलाई। खुन्नुको लागि, बोट बिरुवा रोप्न र सार्नको लागि समस्या हुन्न मलाई। बोट बिरुवा म आफै राख्छु, जेको पनि, खोर्सानी भयो, टमाटो भयो, काँक्रा भयो, फर्सी भयो, पम्पुन भयो र अरू बोट बिरुवा पनि म फुलको भनौँ, रोजे फुलदेखि विभिन्न किसिमको मैले आफै लाएर आफ्नो गार्डन आफै बनाएको छु। एउटा रोपेपछि त्यसको सारेर म थुप्रो बनाउँछु। मेरो मुख्य मेरो पेसा जस्तो र हबी चाहिँ भएको हुनाले चाहिने जो। लौ त नमस्कार सबैलाई, नमस्कार। किनभने मैले भिडियो एक हातले खिचेको छु, त्यही भएर सम्पूर्णमा हेर्ने मेरो फेसबुक, युट्युबको मान्छे जति हुनुहुन्छ तपाईँहरूले लाइक र सेयर गरिदिनु होला। धन्यवाद। नेपालीपन बोल्छु म। यहाँको भाषा बोले पनि केही अलिकति प्रष्ट, अलिकति जिब्रो बिग्रेको भए पनि म बनाउने कोसिस गर्दै, साहित्यिक शब्द नभए पनि म आफ्नै तरिकाले पहिला जसरी बोल्थेँ त्यही शब्दहरू भुलेको छैन अझसम्म। हवस् त, नमस्कार।